चाहिँ केन्द्रबाट पर्यो पैसा लिएर हाल्यो उता पुलिस चौकीतिर हाल्यो यहाँको पैसा आन्दोलन किन हाल्नु भयो त तपाईहरुले 3 करोडको ठाउँमा हामीले त्यो 30 लाखले चाहिँ काम हुने भएन अनि त्यसपछि त्यो पैसा उतापट्टि हालेर अनि तपाईको यो 3 करोडको काम यो जेनजी आन्दोलनको कारणले टेन्डर भएन यहाँको मात्र हैन यो चिलियामा 3 करोड थियो त्यसपछि गएर त्यो वार्ड नम्बर 2 गणसारीबाट चाहिँ जाने सेमराको 3 करोड थियो अनि चाहिँ हर्नैयादेखि अझको सियारी कोरिडोरको 3 करोड थियो अनि त्यसपछि गएर दुर्गा मावि त्यो छोड्नु त पहिले बन्द भयो बाटो सुन्नु यो चाहिँ संघीय सरकारको बाटो अनि उता 3-4 करोड पनि हाल्नु पहिला भाइ उहाँको कुरा सुन्नुस् त अनि त्यसपछि बोल्नु रे पहिला उहाँको कुरा सुन्नु न अनि यति बाटोमा पासपोर्ट लिएर आउनु हुन्छ पहिला कुरो राख पहिला उहाँले सरले कुरो राख्नु चाहिँ हामीले गरेर यहाँको कर उठाएको पैसा कहाँ गइरहेछ हामी पनि कर तिरिरहेछौँ हामी जनताहरू पनि कर तिरिरहेछौँ पैसा कहाँ गयो मर्न सकिने भने पदबाट राजनीति दियो हामीले कर उठाएको पैसा हो हिँड्नु पर्छ तपाईँहरूले लास्टै सौतनी आमाको पारा गर्नुभयो सबै बजेट हाल्नुहुन्छ यो मेन बाटो एउटा मायादेखि वंशतीयदेखि सियारी फेरि सियारी जोड्ने बाटो रिङ रोड हो के रिङ रोड सुन्नु 9 वर्ष भयो मेरो कार्यकाल भएको 9 वर्ष दुई कार्यकाल यो जनताहरूले मलाई एउटा खर्चवालाबाट उहाँले एउटा सानो पार्टीको अध्यक्ष बनाएको उहाँहरूले मलाई धेरै माया गर्नु 9 वर्ष भयो यो बाटोमा पालिकाले 1 रुपैयाँ हाल्यो कि सङ्घले हाल्यो कि प्रदेशले हाल्यो मलाई यसको जवाब दिनुहोस् न तपाईँहरूले सम्पूर्ण बजेट खोइ हाल्यो किन हाल्नु अमर कुलदेखि सबै जनता उल्टेर सन्तोष पाण्डे पनि त्यहाँ हुनुहुन्थ्यो हो कि मानिसज्यू 1 करोड हाल्ने भनेर भनेको कुरा यथार्थ कुरा भन्नुपर्छ होइन 40 लाख रुपियाँ हाल्यो 40 लाखमा पनि बिलो गयो 11 लाख रुपियाँ त्यहीमा हालिदिनुहोस् मैले भनेको भने यो बिलो पैसा पनि त्यहाँ हाल्नुहोस् किन हालिएन किन मन नभएर हाल्न मन नभएर हो नि यसको जवाब दिनुपर्छ जनप्रति तपाईँ पनि हो म पनि हो म वार्डको एउटा अभिभावक हो नि तपाईँ पालिकाको अभिभावक हो मैले अब जनता जागिसके अब चाहिँ यिनलाई हिँड्नु पर्छ हो 2 नम्बरमा आएछ भन्नुहोस् तपाईँ कर्मचारी हो तपाईँ पनि 9 वर्ष भयो यो यहाँ जागिर 8 तपाईँहरूको हेर्ने दृष्टिकोण के हो यहाँको हेपेको हेपापर बेकी हो गाउँपालिका यो पनि भनियो जेलमा हाल्छ भगवानले माथिबाट बर्स्यो पानी सेटै हुनु भएन हिलो भयो त्योभन्दा अगाडि यस्तो हालत भने मजाले
बजेट नभएमा कसरी हुन्छ कागज ल्याएर ग्रामीण गर्न लाग्यो मैले राखिदिन्छु मेयर भएको भए तपाईहरु पार्टी फेरि आन्दोलन गर्ने बाटो बन्ने यही हो, यही निर्णय हुन्छ। हामी पनि बजेटको तयारीमा छौँ। हामीले चाहिँ प्राविधिकता बोलाएर यो चाहिँ बाटो यो ग्रेडर लगाएर चाहिँ सम्झाउनुहोस् भनेर भनेको। ग्रेडर पाइएन, ठेकेदारहरू चाहिँ सबै उसमा चाहिँ ग्रेडर त यही हाम्रो राष्ट्रसँग छ त। हजुर ठेकेदारले कामै गरेन अहिले। किन गरेनन् त? हामीले भोट दिएर तपाईँलाई माथि पुर्याउने तपाईँले जनताले यस्तो दुःख दिन पाइन्छ। यो त अहिले हैन 8-9 वर्ष भइसक्यो बाटो यस्तो गर्नु। फोहोर परार पनि भनेको हामीले बोलाएर हजुरलाई थाहा छ? सधैँ बाहना गर्ने बाहनाबाजी गर्छ। सरकारले टेन्डर त मेरो अधिकारको कुरा होइन नि बहिनी। कमिसन पुगेन हामीले दुःख पाउँदा कमाइ गर्ने तपाईँहरूलाई होइन। पूर्वाधारमा हामीले टेन्डर गर्ने होइन कि यो त सङ्घ सरकार जनतालाई त चाहियो नि त हिसाब। यहाँ आएको बजेट कहाँ गएर हाल्नुभयो तपाईँहरूले? जब दिन सक्नुहुन्छ यहाँको पैसा एक पैसा खै कहाँ गयो त पैसा? केन्द्रले गरेन कि केन्द्रले गर्ने पैसा हो। नाइ केन्द्रले नगरे पनि तहरूले ग्रामीण त गर्न सक्नुपर्छ नि। ओ मेयरजी हो ग्रामीण त एटलिस्ट गर्न सक्नुहुन्छ नि त। जनता मोर्छन् भने जनता भेडा हुन्, बाख्रा हुन् कि थियो? जनता भेडा हुन्। हामी त्यस्ता चोरलाई अशिक्षित मान्छेलाई जिताएपछि यस्तै त हो नि। यस्तो बाटोमा गएर